हेलो एन्ड नमस्ते एभ्रिवान म निलेश शाह फेरि पनि आइसकेको छु मेरो युट्युब च्यानलमा एउटा नयाँ भिडियो लिएर। आजको यस भिडियोमा हामीले सिपिएमबाट नै फेरि एउटा अर्को प्रब्लम हेर्न गइरहेका छौँ। लास्ट भिडियोमा चाहिँ हामीले सिपिएम नेटवर्क कसरी बनाउने, सिपिएम डायग्राम कसरी बनाउने त्यो कुरा हेरेका थियौँ। क्रिटिकल पाथ, क्रिटिकल प्रोजेक्ट्स क्रिटिकल एक्टिभिटिज एन्ड प्रोजेक्ट ड्युरेसन कसरी निकाल्ने त्यो कुरा चाहिँ हामीले सिकेका थियौँ। EST, LFT कसरी निकाल्ने त्यो कुरा हामीले सिकेका थियौँ। र यस भिडियोमा चाहिँ हामीले हल्का एडभान्स कुरा सिक्न गइरहेका छौँ बिकज यस भिडियोमा चाहिँ हामीले एक्स्ट्रा चाहिँ फ्लोटहरूको बारेमा पनि हेर्न गइरहेका छौँ। ल यहाँ क्वेसन हेरिहालौँ। ड्र सिपिएम नेटवर्क डायग्राम युजिङ द गिभन इन्फर्मेसन, फाइन्ड क्रिटिकल पाथ, क्रिटिकल एक्टिभिटिज, प्रोजेक्ट ड्युरेसन, EST, EFT, LST, LFT, देन FT, FF, FID, FIT. FT भनेको टोटल फ्लोट, FF भनेको फ्री फ्लोट, FID भनेको इन्डिपेन्डेन्ट फ्लोट र FIT भनेको इन्टरफियरिङ फ्लोट। EST, EFT यो सबै कुरा हामीलाई थाहा छ। EST भनेको अर्लिएस्ट स्टार्ट टाइम, यो भनेको अर्लिएस्ट फिनिश टाइम, देन लेटेस्ट स्टार्ट टाइम एन्ड देन लेटेस्ट फिनिश टाइम। यो कुरा चाहिँ हामीलाई थाहा छ। अब यो सबैको मिनिङ चाहिँ हामीले यहाँ डिस्क्राइब गरिराख्नु परेन होला अहिले। EST भनेको के हो, EFT भनेको के हो, त्यस पछाडि LST भनेको के हो र त्यस पछाडि LFT भनेको के हो। तर यो सब कसरी फाइन्ड गर्ने त्यो कुरा चाहिँ हामीलाई थाहा हुनुपर्छ। अब EST भनेको अर्लिएस्ट नै हामीले पोसिबल कति चाँडो हामीले स्टार्ट गर्न सक्छौँ त्यो कुरा भयो। EFT भनेको हामीले EST प्लस ड्युरेसन गर्न सक्छौँ। त्यसरी नै LFT भनेको चाहिँ लेटेस्ट फिनिश टाइम, यो भनेको चाहिँ कति डिले गरेर चाहिँ हामीले प्रोजेक्टलाई फिनिश गर्न सक्छौँ जसले गर्दा त्यो प्रोजेक्टमा चाहिँ डिले हुनु भएन। सो LFT भनेको त LFT त्यो भ्यालु आइ नै हाल्छ र त्यो LFT बाट चाहिँ हामीले यो LFT बाट चाहिँ हामीले ड्युरेसन घटायो भने हामीलाई LST आउँछ है। यति कुरा चाहिँ हामीलाई थाहा हुनु पर्यो। त्यस पछाडि आउँछ फ्लोटहरूको कुरा। त्यो फ्लोटहरूको चाहिँ हामीले बिस्तारै हेर्दै जान्छौँ। यहाँ चाहिँ मैले सबै कुरा यहाँ लेखिदिएको छु, यहाँ चाहिँ मैले लेखि नै दिएको छु सबै कुरा। ल यहाँ चाहिँ हामीलाई एक्टिभिटिज A देखि I सम्म दिएको छ। सबैको यहाँ ड्युरेसन पनि दिएको छ, हामीलाई T भनेर दिएको छ, जुन मैले यहाँ D लेखेको छु त्यो चाहिँ यहाँ T भनेर दिएको छ। त्यसरी प्रेडिसेसर्स र सक्सेसर्स दिएको छ हामीलाई। अब प्रेडिसेसर भनेको चाहिँ जस्तै मैले योभन्दा अगाडिको भिडियोमा पनि भनेको थिएँ, मानौँ न हामीसँग तीनटा एक्टिभिटी छन् A, B र C। अब पहिला हामीले एक्टिभिटी A स्टार्ट गर्यौं है। एक्टिभिटी हामीले A स्टार्ट गर्यौं, एक्टिभिटी A सक्यो, त्यस पछाडि B सुरु भयो र त्यस पछाडि चाहिँ C सुरु भयो है। अब यहाँ चाहिँ हामीले के हेर्न सक्छौं भने A नसकिकन B लाई स्टार्ट गर्न मिल्दैन। त्यही भएर B को प्रेडिसेसर के हो त A हो र B सकेपछि बल्ल हामीले C स्टार्ट गर्न सक्छौं। यसको मतलब B को सक्सेसर के भयो त C भयो। सो हामीले यहाँ के भन्न सक्छौं भने A इज द प्रेडिसेसर अफ B एन्ड C इज द सक्सेसर अफ B है। यो B को प्रेडिसेसर A भयो र B को सक्सेसर भनेको C भयो। मतलब त्योभन्दा अगाडिको जुन एक्टिभिटी छ त्यो भनेको प्रेडिसेसर र त्यस पछाडिको जुन एक्टिभिटी छ त्यो भनेको सक्सेसर। यसरी चाहिँ सिम्पल भाषामा बुझ्ने। अब जस्तै A, B र C यो तीनटाको अगाडि केही पनि छैन। यहाँ हेरौँ ड्याश 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 दिएको छ हामीलाई, प्रेडिसेसर केही पनि छैन। मतलब यो तीनवटा है, यो A, B र C यो तीनवटा चाहिँ प्यारलल एक्टिभिटिज हुन्। प्यारलल एक्टिभिटिज जुन कि एक अर्कामाथि कसैमाथि चाहिँ डिपेन्ड गर्दैन है। यो ABC चाहिँ कसैमाथि चाहिँ डिपेन्ड गर्दैन र यो ABC लाई चाहिँ हामीले एकैचोटी स्टार्ट गर्दा हुन्छ सुरुमै। जस्तै यो मानौ एउटा इभेन्ट छ भने स्टार्टिङ इभेन्ट अब जहाँबाट चाहिँ हामीले प्रोजेक्ट स्टार्ट गरिरहेछौँ, त्यही बेला चाहिँ हामीले A पनि स्टार्ट गर्न मिल्यो, B पनि स्टार्ट गर्न मिल्यो, C पनि स्टार्ट गर्न मिल्यो है। यो चाहिँ भन्न खोजेको यसले। र A पछाडि D आउँछ, मतलब A यो A छ भने A सक्ने बित्तिकै हामीले D स्टार्ट गर्नु पर्यो। B सके पछाडि E, G र I स्टार्ट गर्न मिल्यो, C सके पछाडि F स्टार्ट गर्न मिल्यो है। यसरी चाहिँ हामीले बुझ्नुपर्छ यो सक्सेसरहरूको कुराहरू। सो यहाँ चाहिँ हामीलाई केही डेटा दिएका छन्। अब यो डेटा अनुसार चाहिँ हामीले सबभन्दा पहिले त के गर्नु पर्यो भने नेटवर्क डायग्राम बनाउनु पर्यो। त्यस पछाडि के कुरा फाइन्ड गर्न भनेको छ त्यो सबै कुरा चाहिँ हामीले फाइन्ड गर्नु पर्यो। सो सबभन्दा पहिलो काम हाम्रो के हुन्छ भने यो नेटवर्क डायग्राम कसरी बनाउने। सो त्यसको लागि चाहिँ बुझ्नु पर्यो हामीले यही प्रेडिसेसर एन्ड सक्सेसरका कुराहरू। अब जस्तै मैले सुरुमै भनिदिएँ है, सुरुमै चाहिँ मैले के भन्दिएको छु भने जस्तै यो A, B र C एक अर्कामाथि यो कोहीमाथि चाहिँ डिपेन्ड छैन भने पछाडि हामीले यहाँ फिगरमा हेर्न सक्छौँ है। मैले चाहिँ यहाँ साइडमा यहाँ पनि बनाइदिन्छु। यसले चाहिँ हल्का सानो बनाइदिउँ। यसलाई चाहिँ मैले अलिकति सानो बनाइदिएँ। ल यतिमा छ। ओके, सो यहाँबाट स्टार्ट भइरहेछ हाम्रो प्रोजेक्ट। यो भनेको हाम्रो 0 टाइम हो। यहाँबाट प्रोजेक्ट स्टार्ट भयो। मैले A, B र C एकैचोटी स्टार्ट गर्न मिल्छ। सो यहाँबाट मैले के गरेँ भने यो भनेको मेरो A, यो भनेको मेरो B र यो भनेको मेरो C।
मैले एकैचोटि यसरी स्टार्ट गर्दिएँ। यो भनेको ए बी अनि सी एकैचोटि स्टार्ट गरेँ। त्यस पछाडि के छ हेरौँ, यो डी डी भनेको ए सके पछाडि हामीले स्टार्ट गर्न मिल्छ। मतलब यो ए सके पछाडि हामीले अर्को एउटा एक्टिभिटी स्टार्ट गर्न मिल्छ जसको नाम डी। त्यस पछाडि ई भनेको बी सके पछाडि स्टार्ट गर्न मिल्छ है। यहाँबाट चाहिँ मैले एउटा अर्को चाहिँ यसरी थाल्दिएँ ई। त्यस पछाडि एफ भनेको चाहिँ सी सके पछाडि स्टार्ट गर्न मिल्छ। यहाँबाट चाहिँ मैले यसरी तान्दिएँ, यो भनेको मेरो एफ भयो। अब यो सबैको तल चाहिँ हामीले एक्टिभिटी को ड्युरेसन पनि देखाउँदै जान्छौँ, त्यो म देखाउँछु एकैछिनमा। ल यति भयो। अब यो जुन मैले बनाइरहेको छु नि त्यो ठिक छ कि छैन मलाई अहिलेसम्म थाहा छैन, त्यो मलाई बिस्तारै थाहा हुन्छ। अब बिस्तारै कसरी थाहा हुन्छ त्यो म भन्नुला एकैछिनमा। अब त्यस पछाडि हेरौँ है, त्यस पछाडि कुरा आउँछ यो जी को लागि। जी भनेको बी र डी यो दुईटै सके पछाडि बल्ल मैले यो जी स्टार्ट गर्न मिल्छ। मतलब यस्तो के हुन सक्छ, यहाँ हेरौँ, मानौ न यो बी छ र यो डी छ, यो भनेको बी र यो भनेको डी, यो दुईटा सके पछाडि बल्ल मैले के स्टार्ट गर्न मिल्छ, जी स्टार्ट गर्न मिल्छ। मतलब बी र डी एकै ठाउँमा आएर मर्ज हुनु पर्यो, यसरी चाहिँ भन्न खोजेको त्यसले। अब त्यसरी गर्दा हुन्छ त होला त, यहाँ हेरौँ, यहाँ हेर, यो बी यहाँ छ है, बी भनेको यहाँ छ र डी भनेको यहाँ छ। यो दुईटैलाई यदि मैले यसरी गरिदिएँ भने है, यो मैले यसरी यहाँ यो डी लाई चाहिँ मैले यहीँ ल्याएर यसरी यहाँ तान्दिएँ भने यस्तो छ नि त। हेर ए बी अनि सी यस्तो छ है। यो भनेको ए भयो, यो भनेको हाम्रो सरी यो ए भयो, यो बी भयो र यो सी भयो, यस्तो छ। अब ए बाट डी निस्किरहेछ, त्यो डी लाई मैले यदि यसरी ल्याएर यहाँ तान्दिन्छु भने हेर त, यो बी र यो डी एकै ठाउँमा आयो। अब यहाँबाट मैले यो जी निकाल्न मिल्छ, यसरी गर्दा हुन्थ्यो। तर अर्को कुरा हेरौँ, बी बाट त अर्को के पनि निस्किरहेछ, ई पनि निस्किरहेछ नि। बी बाट के निस्किरहेछ, ई निस्किरहेछ। ई लाई पनि मैले यहीँबाट निकाल्नु पर्यो हैन, ई लाई पनि यहीँबाट निकाल्नु पर्यो। तर यसरी निकाल्दा ई को अगाडि त यहाँ दुईटा आइदियो नि, एउटा डी पनि आइदियो र एउटा बी पनि आइदियो है, यसरी आइदियो नि त। मतलब यदि यसरी गरे भने चाहिँ यो त मिस्टेक हुने भयो। किन, ई को अगाडि के छ हेर, ई को अगाडि के छ, बी मात्रै छ, बी मात्रै छ। तर यो अनुसार त बी र डी दुईटै आइरहेछ भने पछाडि यसरी चाहिँ हामीले गर्न मिल्दैन है, यसरी गर्न मिल्दैन। अब यस्तो केसमा हामीले के गर्नु पर्यो भने डमी एक्टिभिटीको युज गर्नु पर्यो है। अब चाहिँ के आउँछ भने डमी एक्टिभिटीको युज आउँछ। डमी एक्टिभिटी भनेको यस्तो एक्टिभिटी हो जसले न त टाइम कन्ज्युम गर्छ न त त्यसले रिसोर्स कन्ज्युम गर्छ। त्यो जस्ट के छ भने नेटवर्क आइडेन्टिफाई गर्नलाई मात्र हो, कनेक्ट गर्नलाई मात्र हामीले युज गर्छौँ डमी एक्टिभिटीलाई। त्यो भनेको रियल एक्टिभिटी होइन, त्यसले कुनै पनि टाइम लिँदैन र त्यसको टाइम 0 हुन्छ, त्यसले युज गर्ने रिसोर्स पनि 0 हुन्छ, केही पनि हुँदैन, जस्ट कनेक्सनको लागि मात्रै गर्छौँ हामीले। सो अब चाहिँ हामीले के गर्नु पर्यो भने, अब मैले के गर्छु भने है, यसको लागि यो जी को लागि मैले के गर्नु पर्यो, यो बी र डी लाई चाहिँ कनेक्ट गर्नु पर्यो। मतलब बी डी को लागि चाहिँ एउटा यसरी पहिला बनाइदिउँ, डी को लागि मैले यसरी बनाइदिएँ। अब यहाँ चाहिँ मैले के गर्नु पर्यो भने यो बी बाट यो डी सम्म चाहिँ एउटा डमी एक्टिभिटी यसरी देखाइदिनु पर्यो। डमी एक्टिभिटीलाई यसरी देखाउने है एक्जाममा, यसरी ड्यास 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 गरेर देखाउने। मैले चाहिँ अर्कै कलरले यहाँ देखाइदिएको छु डमी एक्टिभिटी। ल यसरी चाहिँ मैले यो डमी एक्टिभिटी देखाइदिएँ। एक्जाममा देखाउँदा चाहिँ ब्ल्याक कलर मात्रै हुन्छ हैन, त्यही भएर चाहिँ यसरी ड्यास 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 भनेको यो डमी एक्टिभिटी हो भनेर बुझिन्छ। ल बी र डी कनेक्ट भयो। अब बी र डी कनेक्ट भइसके पछाडि त्यहाँबाट मैले के निकाल्न मिल्छ, यो जी निकाल्न मिल्छ। अब सो यहाँबाट मैले के गरेँ भने यसरी जी निकाल्दिएँ, यहाँबाट यसरी मैले जी निकाल्दिएँ। ल अब यहाँ हेरौँ, जी भयो। जी भइसके पछाडि अर्को के छ मेरो, एच छ। एच को अगाडि के छ त, ई छ। एच को अगाडि के छ मेरो, ई छ। सो यहाँबाट चाहिँ मैले एच निकाल्न मिल्छ, यहाँबाट मैले एच निकाल्न मिल्यो। ल यसरी मैले निकाल्दिएँ। त्यस पछाडि हेरौँ अर्को के छ मेरो, आई छ। आई को अगाडि के हुनु पर्यो, बी र एफ हुनु पर्यो है। अब यहाँ हेर, बी यहाँ छ, एफ यहाँ छ। अब फेरि अघिकै जस्तै कन्डिसन आइदियो, बी यसरी हुँदा र एफ यसरी हुँदा यहाँ हुन्थ्यो र यहाँबाट चाहिँ मैले के निकाल्न मिल्थ्यो, आई निकाल्न मिल्थ्यो। यसरी चाहिँ आई निकाल्न मिल्थ्यो मैले हैन, यसरी चाहिँ निकाल्न मिल्थ्यो। तर अर्को कुरा के भइदिन्छ भने फेरि अघिकै जस्तै, फेरि अघिको जस्तै चाहिँ के भइदिन्छ भने बी बाट मेरो ई पनि निस्किरहेछ हैन, बी बाट फेरि पनि मेरो के निस्किरहेछ, ई पनि निस्किरहेछ।
ई को अगाडि के छ बी मात्रै छ हेर ई को अगाडि के छ बी मात्रै छ अब बी मात्रै छ भने यसरी बनाउँदा त ई को अगाडि के आइदियो बी पनि आइदियो र एफ पनि आइदियो भने पछाडि यो मिल्यो त मिलेन यो केसमा पनि हामीले के गर्नु पर्यो अब डमी एक्टिभिटीको युज गर्नु पर्यो है यो केसमा पनि अब हामीले के गर्नुपर्छ डमी एक्टिभिटीको युज गर्नुपर्छ अब डमी एक्टिभिटीको युज कसरी गर्ने भने बी र एफ लाई जोड्नलाई हैन मतलब बी को टाउको र एफ को टाउको पहिला त बी को टाउको कहाँ छ हेरौँ है बी को टाउको यहाँ छ र एफ को टाउको मैले यहाँ बनाइदिएँ मतलब बी को टाउको र एफ को टाउको यसरी चाहिँ मैले यसलाई जोड्दिएँ यो भनेको मेरो डमी एक्टिभिटी भयो त्यस पछाडि यहाँबाट चाहिँ मैले के निकाल्दा हुन्छ यहाँबाट मैले अर्को यो आई निकाल्दा भयो अब त्यस पछाडि केही पनि छैन है त्यस पछाडि केही पनि छैन भने सबैलाई के गर्छु मैले एकै ठाउँमा ल्याएर यसरी जोड्दिन्छु एकै ठाउँमा यसरी लगेर अनि यसरी जोड्दिन्छु मैले सो जोड्ने बेला चाहिँ सकभर कसरी जोड्ने भने यसलाई मैले मेटेर देखाइदिन्छु यसलाई हटाऊँ यस्तै पनि हटाऊँ यो सब हटाइदिउँ है जोड्दा चाहिँ कसरी जोड्ने भने यहाँबाट एउटा यसरी जान्छ यहाँबाट एउटा यसरी जान्छ र यहाँबाट एउटा यसरी जान्छ र सबैमा यो एरो भयो भने यो एरो देखाइदिने र यसरी भयो है यसरी मैले जोड्दिएँ अब यो भनेको के थियो भने जी यो भनेको एच थियो र यो भनेको आई थियो यसरी भयो अब यो यति भइसके पछाडि सबैको हामीले के गर्छौं भने ड्युरेसनहरु लेखिदिन्छौं जस्तै ए को ड्युरेसन कति छ 3 अब त्यो वीक्समा हुन सक्छ डेजमा हुन सक्छ मन्थमा हुन सक्छ सो अब केमा छ जस्ट 3 छ मैले 3 लेखिदिएँ बी को तल मैले 6 लेखिदिएँ सी को तल मैले 2 लेखिदिएँ है त्यसरी नै डी को तल मैले 2 लेखिदिएँ ई को तल मैले डी को तल 2 भयो ई को तल 1 भयो एफ को तल कति छ 3 छ यो यति भयो जी को तल 7 छ 7 लेखिदिन्छु एच को तल 3 लेखिदिन्छु आई को तल 4 लेखिदिन्छु यसरी भयो त्यसपछि आउँछ नेमिङ गर्ने काम अब नेमिङ गर्दा चाहिँ फेरि 1 2 3 4 अनि 5 अनि 6 अनि 7 अनि 8 ल यो नेमिङ पनि भयो डायग्राम बनाउने काम खत्तम भयो अब डायग्राम बनाउने काम खत्तम भइसके पछाडी अरु के भनेको छ फाइन्ड गर्नलाई क्वेशनले हामीलाई क्वेशनले भनेको छ क्रिटिकल पाथ फाइन्ड गर्ने क्रिटिकल एक्टिभिटीज त्यसरी प्रोजेक्ट ड्युरेसन फाइन्ड गर्ने ईएसटी ईएफटी एलएसटी एलएफटी यो सबै फाइन्ड गर्न भनेको छ हामीलाई ल अब यो सबै फाइन्ड गर्न चाहिँ हामीले के गर्नु पर्यो भने अब यो टेबलबाट हामी अगाडि बढ्छौं है अब यो भन्दा अगाडिको भिडियोमा चाहिँ हामीले टेबल युज गरेका थिएनौं तर यो भिडियोमा चाहिँ हामीले के गर्छौं भने यो भिडियोमा टेबल युज गर्दै जान्छौं अब यो टेबल युज गर्नलाई चाहिँ यसलाई मैले हटाइदिन्छु यहाँबाट ल एकैछिन है यसलाई चाहिँ मैले के गरे भने यसलाई चाहिँ साइडमा हटाइदिएँ किन अब रिफर गर्नलाई चाहिँ मलाई हेल्प गर्छ यसले ओके ल यतिसम्म राखेँ मैले ल यहाँ यहाँ तल यहाँ टेबल दिएको छ यो टेबलमा चाहिँ टेबललाई अलिकति चाहिँ माथि गर्न पाए हुन्थ्यो ल यो सिरियल नम्बर यसरी नलेख्दा नि हुन्छ यो सिरियल नम्बर नलेखि नि हुन्छ हैन सिधै मैले एक्टिभिटीबाट स्टार्ट गरे एक्टिभिटी मेरो ए बी सी डी आई सम्म छ ड्युरेसन 3 यो सबै क्वेशनले नै दिएको छ यतिसम्म भयो त्यसपछि आउँछ अब ईएसटी को कुरा हाम्रो अब ईएसटी फाइन्ड गर्नलाई यही फिगरैबाट जाने है यहाँ जस्तै छ भन्दा पहिले त यो 0 0 भइहाल्यो त्यसपछि यो 1 बाट 2 मा जान एउटा मात्रै एक्टिभिटी छ है यो 2 मा हेर्ने अब 2 3 र 4 2 मा एउटा मात्रै एक्टिभिटी आइराछ जसको ड्युरेसन कति छ 3 छ सो 0 + 3 गर्दिने 3 आउँछ त्यसरी नै 1 बाट 3 मा जान एउटा मात्रै एक्टिभिटी छ है सो यो 0 + 6 गर्ने 6 आउँछ यो सुरुको वाला त्यसै 1 देखि 4 मा जानलाई एउटा मात्रै छ एक्टिभिटी सो यो 0 + 2 गर्दिने 2 आउँछ सक्यो काम है यो तीनटाको काम सक्यो त्यसपछि अब 5 मा हेर्ने 5 मा आउन चाहिँ दुईटा एक्टिभिटी छन् एउटा र दुईटा है यो दुईटा छ अब यो दुईटा भएको केसमा के गर्छौं हामीले जस्तै यहाँ 3 छ नि त सो यसमा चाहिँ हामीले के गर्छौं भने सबभन्दा पहिले त 3 + 2 गर्ने 3 + 2 कति आउँछ 5 आउँछ 2 भनेको यो 2 है 2 भनेको यो ड्युरेसन 3 + 2 गर्ने कति आयो 5 आयो अर्को हेर्ने यहाँ 3 बाट 5 मतलब अहिले हामी 5 को लागि गरिरहेका छौं है 5 मा चाहिँ हामीलाई कतिवटा एक्टिभिटी आइराछ कहाँबाट आइराछ हेर्ने 5 मा चाहिँ एउटा 2 बाट आइराछ जसको लागि 3 + 2 मैले गर्दिए एउटा 5 आयो अर्को चाहिँ 3 बाट 5 आइराछ यसको लागि हेरौं त यो 6 प्लस यो डमी छ भने यसको ड्युरेसन के हुन्छ 0 हुन्छ 6 + 0 भनेको 0
अब यो दुईटामा नै जुन ठुलो छ त्यो लिने 5 छ र अर्को 6 छ ठुलो यो 6 हो त्यही भएर मैले यहाँ 6 लेखेको छु त्यसरी नै 6 मा आउनलाई एउटा मात्रै एक्टिभिटी आइराछ यो मात्रै एक्टिभिटी हो 3 बाट आइराछ 6 मा यसको ड्युरेसन कति छ 1 छ सो 6 अब 3 मा भएको यो जुन EST छ यो भनेको 6 प्लस 1 कति भयो 7 भयो है 6 प्लस 1 7 त्यसरी नै 7 मा आउन चाहिँ दुईटा एक्टिभिटी छ एउटा चाहिँ 3 बाट आइराछ अर्को 4 बाट आइराछ अब यो 4 बाट आइराछ त्यसको लागि हेरौं 4 बाट आइराछ भने यो 2 भनेको 2 प्लस 3 है 2 प्लस 3 यो भनेको 2 प्लस 3 5 भयो अर्को लागि हेरौं अब 6 प्लस 0 6 प्लस 0 भने कति छ 6 छ सो यहाँ हेरौं 6 आएको छ यो दुईटामा जुन ठुलो छ त्यो लिने त्यसपछि फेरि हामी 8 मा आउँछौं 8 मा आउन चाहिँ यहाँ तीनटा एक्टिभिटी छ एउटा दुईटा र तीनवटा है एउटा चाहिँ 5 बाट आइराछ अर्को 6 बाट आइराछ अर्को 7 बाट आइराछ सो 5 बाट आउनेको लागि हेरौं त 6 प्लस 7 6 प्लस 7 बराबर कति 13 भयो अर्को लागि 7 प्लस 3 7 प्लस 3 भने कति छ 10 छ सो एउटा 10 भयो अर्को कति छ 6 प्लस 4 6 प्लस 4 बराबर कति छ 10 छ एउटा 13 छ अर्को 10 छ अर्को 10 छ यो तीनटामा ठुलो कुन हो हाम्रो 13 हो सो यहाँ चाहिँ मैले 13 लेखिदिएँ है अब यही सब कुराहरु चाहिँ हामीले के गर्छौं भने यहाँ लेख्छौं हेरौं यहाँ A B र C को लागि हाम्रो A को लागि B को लागि र C को लागि EST भनेको यही भयो 0 भयो सो 0 0 अनि 0 है ठीक छ यति त्यसपछि यो D मा जाने अब है यो D को लागि हेर्ने D को लागि चाहिँ EST भनेको यो सुरुको वाला जस्तै यो भयो हैन यस्तो छ र यस्तो छ भने है यसरी छ सो यो सुरुको वाला जुन हुन्छ नि यसमा यो मानौ एउटा एक्टिभिटी छ मेरो D सो यहाँ चाहिँ दुईटा हामीले देखिराछौं यो भनेको 3 अनि 4 यो भनेको कति छ भने यो भनेको मेरो 6 र 6 दिएको छ नि यसरी हो अब यहाँ हेरौं यो जुन 3 हामीले देखिराछौं यो 3 भनेको के छ भने हाम्रो EST हो यो भनेको के छ मेरो EST छ र यो जुन 6 हामीले देखिराछौं यो भनेको हाम्रो EFT भयो है यो भनेको मेरो के भयो EFT भयो त्यसरी नै यो जुन 6 मैले देखिराछु यो भनेको मेरो LFT भयो है यो भनेको के छ LFT र यो भनेको के छ भने LST है चाँडोमा चाहिँ हामीले 3 दिनमा स्टार्ट गर्न सक्छौं भने ढिलो हामीले 4 दिनमा स्टार्ट गर्न सक्छौं यो भन्दा ढिलो गर्न मिल्दैन त्यसरी नै है धेरै ढिलो सक्यो भने कति दिनमा 6 दिनमा धेरै चाँडो सक्यो भने पनि कति दिनमा 6 दिनमा सकिन्छ ल यति कुरा चाहिँ हामीलाई थाहा छ सो त्यही भएर यो सुरुको वाला जुन छ नि यो EST वाला त्यो EST चाहिँ हामीले लेख्ने गर्छौं सो यो A B र C को लागि त 0 0 0 भयो त्यसपछि D को लागि हेर्ने कति छ 3 छ सो यहाँ 3 लेख्दिने त्यसपछि E को लागि हेर्ने E को लागि कति छ 6 छ यहाँ 6 लेख्दिने F को लागि कति छ 2 छ यहाँ चाहिँ 2 लेख्दिने त्यसपछि अब G को लागि 6 छ सो G को लागि यहाँ 6 लेख्दिने H को लागि 7 छ यहाँ 7 लेख्दिने र I को लागि कति छ 6 छ यहाँ 6 लेख्दिने है सबैको सक्यो त्यसपछि आउँछ EFT EST त भयो है EST त सजिलो छ यसरी गरिहाल्यौ हामीले यो सब पनि सजिलै छ यसमा चाहिँ कुनै गाह्रो छैन अब EFT आउँछ EFT भनेको चाहिँ हामीले के गर्छौं भने EST प्लस ड्युरेसन गर्छौं है EST कति आएको छ त्यसमा चाहिँ हामीले ड्युरेसन एड गर्ने जस्तै 0 + 3 भनेको कति 3 आयो नाउ 0 + 6 भनेको कति 6 0 + 2 भनेको कति 2 3 + 2 भनेको 5 6 + 1 भनेको 7 2 + 3 भनेको 5 6 + 7 भनेको 13 7 + 3 भनेको 10 6 + 4 भनेको 10 यति भयो है ल त्यसपछि LST लाई अहिले छोड्दिने LST अहिले नगर्ने यो LFT गर्ने है अब LFT गर्न पनि हामीले यहीबाट स्टार्ट गर्नुपर्छ यो डायग्रामबाट नै गर्नु पर्यो ल यहाँ हेरौं यहाँ चाहिँ अघि कति आएको थियो 13 आएको थियो है यहाँ 13 आएको थियो भने यो त कसरी क्याल्कुलेट गरियो त हामीले थाहा पायौ नि त हैन सुरुमै यो EST क्याल्कुलेट गर्न अब LFT क्याल्कुलेट गर्दा चाहिँ कसरी गर्ने हो भने यो 13 छ भने यहाँ पनि 13 लेख्दिने त्यसपछि अब राइटबाट लेफ्ट तिर जाने जस्तै 8 बाट 5 मा जानु छ 8 बाट 6 मा जानु छ र 8 बाट 7 मा जानु छ 8 बाट 5 मा जान एउटा मात्रै एक्टिभिटी गइराछ मेरो G मात्रै गइराछ सो 13 - 7 भने कति आउँछ 6 आउँछ लेख्दिए 8 बाट 6 मा पनि एउटा मात्रै एक्टिभिटी गइराछ 8 माइनस कति छ सरी 13 - 3 है यो भनेको 13 - 3 भनेको 10 लेख्दिए
त्यसरी नै 8 बाट 7 मा जाँदा यो एउटा मात्रै एक्टिभिटी छ 13 - 4 भने कति 9 है यो तीनटा काम खत्तम 5 6 र 7 को काम खत्तम अब आउँछौं हामी 2 मा 2 मा आउँदा पनि एउटा मात्रै एक्टिभिटी आइराछ मेरो है यो डी मात्रै आइराछ 5 बाट 2 मा सो यो भनेको 6 - 2 गर्दा कति आयो 4 आयो है 6 - 2 गर्दा कति आयो 4 आयो त्यसरी नै अर्को चाहिँ यहाँ यो डमी एक्टिभिटी छ हाम्रो ल 3 को लागि हेरौं अब यो चाहिँ 2 को लागि भयो एउटा मात्रै थियो अब 3 को लागि हेरौं 3 मा हुँदा चाहिँ एउटा दुईटा तीनटा हेरिराछौं हामीले अघि जसरी हामीले म्याक्सिमम लिइरा थियौ नि अब चाहिँ हामीले मिनिमम लिने हो सो सुरुमा चाहिँ 5 बाट 3 मा आउँदा 5 बाट 3 मा आउँदा 6 - 0 6 - 0 = 6 यो भनेको 5 बाट 3 मा आउँदा अर्को 6 बाट 3 मा आउँदा यो भनेको 5 बाट 3 मा आउँदा है अर्को चाहिँ अब 6 बाट 3 मा आउँदा 6 बाट 3 मा आउँदा यो भनेको 10 - 1 10 - 1 यो भनेको 9 भयो है एउटा यो भयो अर्को चाहिँ के छ भने 7 बाट 3 मा जानु पर्यो 7 बाट 3 मा जानु पर्यो यो भनेको चाहिँ कति छ हेरौं 9 - 0 9 - 0 यो भनेको 9 अब यो तीनटामा सानो कुन छ है यो तीनटामा सानो कुन छ 6 छ त्यही भएर यहाँ चाहिँ मैले कति लेखेको 6 लेखेको है यति मात्रै बुझ्नु पर्यो हामीले अब अर्को अब 7 बाट 4 मा जान एउटा मात्रै एक्टिभिटी छ सो 7 माइनस सरी यो 9 - 3 भनेको कति छ 6 छ है यो 9 - 3 भनेको कति 6 आयो ल अब यो सबैको काम सक्यो 2 3 4 पनि सक्यो अब 1 मा आउनलाई चाहिँ तीनटा एक्टिभिटी यहाँ 1 मा आइराछ तीनटा एक्टिभिटी चाहिँ 1 मा मर्ज भएको छ यसको लागि एउटा 2 बाट आइराछ एउटा 3 बाट आइराछ एउटा 4 बाट आइराछ सो यसमा पनि मिनिमम जुन हुन्छ नि त्यो लिनु हामीले सो मिनिमम को लागि यहाँ हेर्नु पर्यो जस्तै 4 - 3 गर्यो भने कति आउँछ 1 आउँछ यसको लागि कति आयो 1 आयो अब यसको लागि हेरौं 3 बाट 1 मा जाँदा 6 - 6 6 - 6 बराबर कति 0 त्यसरी नै यसको लागि हेरौं 6 - 2 6 - 2 गर्दा कति आयो 4 आयो सो तीनटामा सानो कुन छ 0 छ जहिले पनि यहाँ आउँदा के हुनु पर्यो 0 हुनु पर्यो है 0 छ भने यो पनि के हुनु पर्यो 0 हुनु पर्यो जहिले पनि ल सो हामीले एलएफटी निकालिहाल्यौं एलएफटी निकाल्नलाई अब चाहिँ हामीले के गर्छौं भने हामीले यहाँबाट हेरौं अब फेरि ओके एलएफटी भनेको जस्तै अघि नै मैले यहाँ देखाएको थिएँ नि एउटा यो एउटा यदि यो एक्टिभिटी छ र एउटा इभेन्ट यो भयो एउटा इभेन्ट यो भयो यो भनेको हेड इभेन्ट यो भनेको टेल इभेन्ट है टेल इभेन्ट को फर्स्ट वाला हाम्रो ईएसटी थियो भने हेड इभेन्ट को यो जुन सेकेन्ड वाला हामीले देखिरहेछौं यो भनेको हाम्रो एलएफटी हुन्छ त्यही भएर यो जुन ए एक्टिभिटी देखिरहेछौं यसको लागि एलएफटी भनेको यो हो यो 4 हो त्यही भएर हामीले चाहिँ यहाँ 4 लेखेका छौं एलएफटी मा त्यसरी नै यो बी को लागि एलएफटी भनेको यो 6 भयो त्यही भएर चाहिँ यहाँ 6 आयो त्यसरी नै यो सी को लागि एलएफटी भनेको पनि यो 6 भयो त्यही भएर यहाँ 6 आएको छ है क्लियर छ कुरा त्यसरी नै डी को लागि हेर्छौं भने 6 छ डी को लागि कति छ 6 छ ई को लागि हेर्छौं भने 10 छ यहाँ 10 आयो त्यसरी नै एफ को लागि हेर्छौं भने 9 छ सो यहाँ 9 आयो अब जी को लागि हेर्ने कति छ 13 छ सो यहाँ 13 आयो एच को लागि पनि 13 छ 13 आयो त्यसपछि आई को लागि कति छ हाम्रो 13 छ सो आई को लागि पनि 13 आयो सिम्पल छ हैन सो एलएफटी भइसक्यो अब चाहिँ मलाई एलएसटी चाहिन्छ एलएसटी भनेको के हुन्छ भने एल एफटी माइनस ड्युरेसन है एलएफटी माइनस ड्युरेसन गर्यो भने के आउँछ हामीलाई एलएसटी आउँछ सो यहाँ 4 - 3 भनेको कति 1 6 - 6 भनेको कति 0 त्यसरी नै 6 - 2 भनेको कति 4 त्यसरी नै 6 - 2 भनेको 4 10 - 1 भनेको 9 9 - 3 भनेको 6 13 - 7 भनेको 6 फेरि 13 - 3 भनेको 10 अनि 13 - 4 भनेको 9 यदि कुनै कुरा चाहिँ माइनसमा आइराछ भने जस्तै यो फ्लोटहरुमा पनि माइनसमा आइराछ भने त्यसलाई हामीले 0 लेख्ने काम गर्छौं है यो यति भइसक्यो ठीक छ ल यो यति भइसकेपछि अब चाहिँ हामी फ्लोट तिर जान्छौं फ्लोटमा चाहिँ हामीले एफटी एफएफ एफआईडी र एफआईटी निकाल्नु पर्यो अब यसलाई चाहिँ अलिकति मैले ठूलो बनाइदिए फेरि होस् यति पनि ठिकै छ ल अब फर्मुला यहाँ छ हामीसँग जस्तै टोटल फ्लोट को लागि है टोटल फ्लोट को लागि फर्मुला के छ भने
टोटल फ्लोट को फर्मुला टोटल फ्लोटलाई चाहिँ कतै कतै टीएफ पनि लेखिन्छ कतै कतै यसरी एफटी पनि लेखिन्छ सो सबैको आफ्नो हो टोटल फ्लोट इज इक्वल टु एलएसटी माइनस ईएसटी चाहे यसैलाई एलएफटी माइनस ईएफटी पनि लेख्न सकिन्छ है यसरी चाहिँ हामीले गर्छौं यो भयो टोटल फ्लोटको लागि सो यहाँ हेरौं टोटल फ्लोटमा एलएसटी माइनस ईएसटी गर्ने एलएसटी माइनस ईएसटी हेर्ने यहाँ 1 माइनस 0 बराबर कति 1 त्यसरी नै 0 माइनस 0 बराबर कति 0 हैन भने एलएफटी माइनस ईएफटी पनि गर्दा हुन्छ यो भनेको हाम्रो टोटल फ्लोट इज इक्वल टु एलएसटी माइनस ईएसटी और एलएफटी माइनस ईएफटी है सो जे गर्दा नि भयो जुन गर्दा पनि आन्सर त्यही आउने हो 3 माइनस यहाँ हेरौं 1 माइनस 0 गर्यो भने 1 नै आउँछ 4 माइनस 3 गर्यो भने कति 1 नै आउँछ त्यसरी नै यहाँ 0 माइनस 0 गर्यो भने पनि 0 6 माइनस 6 गर्यो भने पनि 0 त्यसरी नै 4 माइनस 0 गर्यो भने 4 6 माइनस 2 गर्यो भने 4 यसरी चाहिँ हामीले सबै निकालिहाल्छौं यो टोटल फ्लोटको लागि भयो त्यसपछि चाहिँ हाम्रो फ्री फ्लोट अब फ्री फ्लोटको फर्मुला के छ हेरौं फ्री फ्लोट भनेको टीजेई र माइनस टीआईई माइनस टीआईजे भनेको छ अब यसको मतलब के हो बुझ्नु पर्यो जस्तै यसलाई चाहिँ मैले कसरी ब्रेकडाउन गरेको छु भने मानौ न यो टीजेआई माइनस टीआईई यो चाहिँ यसरी फर्मुलाको फर्ममा चाहिँ हामीले हेरिरा हुन्छौं यो ई भनेको त ई बुझिहाल्ने हैन ई यो भनेको ई भयो यो जे भनेको एफ मतलब फिनिश टाइम आई भनेको एस स्टार्ट टाइम बुझ्ने है सो यो जे छ यहाँ जे छ भने ईएफ लेखे अनि यो टी भनेको टी सो ईएफटी माइनस ईएसटी ईएसटी यो ई भनेको ई भयो आई भनेको एस भयो टी भनेको टी भयो सो ईएसटी माइनस यो जुन टीआईजे देखिरहेको छौं यो भनेको हाम्रो ड्युरेसन भयो सो हाम्रो फर्मुला के छ ईएसटी माइनस ईएफटी माइनस ईएसटी ईएफटी माइनस ईएसटी माइनस ड्युरेसन है यो छ हाम्रो फ्री फ्लोट को फर्मुला सो फ्री फ्लोट को लागि हेरौं ईएफटी माइनस ईएसटी कति छ ईएफटी माइनस ईएसटी भनेको 3 माइनस 0 भनेको 3 अनि माइनस डी भनेको यो माइनस डी सो 3 माइनस 3 कति भयो 0 भयो त्यसरी नै यसको लागि पनि 6 माइनस 0 अनि माइनस 6 सो यो भने कति फेरि 0 आयो हैन त्यसरी नै 2 माइनस 0 माइनस 2 भनेको कति 0 आयो त्यसरी नै 5 माइनस 3 भनेको यहाँ चाहिँ हल्का मिस्टेक भयो जस्तो छ यो 5 माइनस 3 अनि माइनस 2 भनेको यो पनि 0 नै हुँदो रहेछ त्यसपछि यहाँ चाहिँ हामीले हेर्न सक्छौं 7 माइनस 6 भनेको 1 अनि फेरि माइनस 1 भनेको कति 0 त्यसरी नै यहाँ हेर्छौ भने यहाँ पनि के हुन्छ मेरो 5 माइनस 2 अनि त्यसपछि 3 भयो 3 माइनस 3 भनेको यहाँ पनि 0 नै हुन्छ यो पनि 0 नै हुने भयो सो यसरी चाहिँ हामीले यो फाइन्ड आउट गर्न सकिहाल्छौं फ्री फ्लोट को लागि है अब यो फ्री फ्लोट फाइन्ड भइसकेपछि नेक्स्ट हामीले के गर्छौं भने यो एफआईडी क्याल्कुलेट गर्छौं अब यो एफआईडी को फर्मुला चाहिँ के छ भने हामीसँग टीजेआई माइनस टीआईएल माइनस टीआईजे अब यसलाई चाहिँ ब्रेकडाउन गर्दा यस्तो हुन्छ जस्तै यो भनेको ई एफ टी माइनस एल एस टी है यो ई भनेको ई एल भनेको एल जे भनेको एफ र आई भनेको एस अनि टी भनेको टी अनि माइनस ड्युरेसन गर्छौं हामीले सो ईएफटी माइनस एलएसटी माइनस डी गर्ने यो के को लागि छ भने हाम्रो एफआईडी को लागि है इन्टरडिपेन्डेन्ट फ्लोट यो जुन छ हाम्रो इन्डिपेन्डेन्ट फ्लोट को लागि सो यसको लागि चाहिँ फर्मुला के आइदियो भने ईएफटी माइनस एलएसटी माइनस डी यो फर्मुलाबाट चाहिँ हामीले यो एफआईडी निकालिहाल्छौं त्यसपछि यो छ हाम्रो इन्टरफेयरिङ फ्लोट यसको लागि चाहिँ टोटल फ्लोट माइनस फ्री फ्लोट हामीले गर्छौं त्यहाँबाट चाहिँ हामीलाई यो एफआईटी निस्किहाल्छ यो सबै है यसरी चाहिँ हामीले निकालिहाल्छौं ल अब जसको लागि यहाँ हेर्ने यो F000 छ हैन यहाँ पनि हेर्छौं 0000 छ सो यसरी 00 आयो भने त्यो हाम्रो के छ भने त्यो हाम्रो क्रिटिकल पाथ भयो
अब यसैमा चाहिँ हामीलाई यदि क्रिटिकल पाथ निकाल्नु पर्यो भने चाहिँ हामीले यसरी हेर्छौं जस्तै यो 0 0 छ यो 6 6 छ यो भनेको 6 6 छ यो भनेको 13 13 छ यसरी यदि EST इज इक्वल टु LFT छ भने त्यस्तोलाई चाहिँ हामीले के भन्छौं क्रिटिकल पाथ छ भनेर भन्छौं सो यसमा क्रिटिकल पाथ के छ हाम्रो 1 3 5 अनि 8 यो भयो हाम्रो क्रिटिकल पाथ है क्रिटिकल पाथ के भयो 1 3 5 8 यो छ हाम्रो क्रिटिकल पाथ अब यो क्रिटिकल पाथमा पर्ने एक्टिभिटीजहरु कुन कुन छन् B त्यसपछि B पछाडी के छ हाम्रो G यो हाम्रो के भयो त क्रिटिकल एक्टिभिटीज भयो त्यसपछि यो दुईटा चाहिँ क्रिटिकल एक्टिभिटीज B र G यहाँ हेर्ने अब हेर त यो CP र यो CP भनेको छ CP भनेको G र यता पनि यो CP भनेको यो B यो दुईटा हाम्रो के भयो भने क्रिटिकल एक्टिभिटीज भए यो दुईटा र अर्को कुरा चाहिँ हामीलाई प्रोजेक्टको ड्युरेसन कति भयो यसमा 13 भयो है प्रोजेक्ट ड्युरेसन कति भयो 13 भयो सो यसरी चाहिँ हामीले यसलाई पुरै सल्भ गर्न सक्छौं यस्तै क्वेशन एक्जाममा आइरहेको हुन्छ सो होप यो भिडियो तपाईलाई मन पर्यो होला मन पर्यो भने आफ्नो साथीलाई पनि शेयर गर्नुस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुस् थ्यांक्स फर वाचिङ